तर म चाहिँ नि अब चाहिँ हामी घर छोडेर हिँड्न सक्ने खालका हामी हुन सकेनौँ भने मेरो श्रीमती हुन सकिन भने मलाई चाहिँ मेरो श्रीमतीले माइत नजा भनेर चाहिँ तरल किन नजा भनेर जान सकिन भने तिनको कमजोरी हो तिनले त बानी सुधार्नु पर्छ मेरो माया बसेको ठाउँमा बत्ती बालै पर्दैन त्यो गाउँमा विशेष अब सब्स्क्राइब गर्नु होला हैन एकदम माया गर्नु भएको छ अब त्यही हो सबैले माया गर्नु होला यहाँको कार्यक्रम विभिन्न कार्यक्रम आइरहेको सबै दर्शकप्रति नमस्कार अब बिचमा तीजका गीतमा व्यस्त थिएँ तीज गीत रेकर्ड सकेर भिडियो सकेर युट्युबमा गइसकेको छ बजार गयो भन्नु पर्दैन आजभोलि होइन युट्युबमा गएको छ अब त कार्यक्रम सुरु भयो म आज यो अहिले मितिमा चाहिँ भर्खर आज अस्ट्रेलियाबाट आइपुगेको छु अरू देश जान बाँकी छन् कार्यक्रम व्यस्त हो यो बनाइदिनु भएको हो कि म कोसिस गरेको छु होइन सक्सेस राम्रो गरौँ भन्ने कोसिस मेरो र मलाई यो यस्तोमा चाहिँ दर्शक अब यो समयले पनि सिकायो किनकि सुरुका दिनमा नयाँ भइरहँदाखेरिमा गीत बनाइदिए भन्ने अग्रजलाई बनाउँदा पनि पाउन गाह्रो लय बनाइदिए भन्न पनि गाह्रो अनि बनाइसकेपछि आफूले त्यही अनुसार गाउनु पनि गाह्रो होइन अनि आफैले बनाएपछि धेरै कुरा सहज र सरल हुँदछ किन म गाउँदै गाउँदै शब्द लेख्छु गाउँदै भाका फेर पनि सक्छु र मैले बनाएको गीत मैले कहीँ बिग्रे पनि यतिकै काम चल्छ भनेर छोडिदिए पनि हुन्छ होइन त आफ्नो सरलताको लागि पनि मैले आफू गीत सिर्जना गर्छु अनि गरेर जाँदाखेरि चाहिँ यसले त गरेर जाँदा फरक सिर्जनाहरू भए फरक सिर्जना भइसकेपछि ल न तैँले बनाइदिए गीत गाउनु हुन्थ्यो भन्ने दिदीबहिनीहरू दाजुभाइहरू आइदिनु भयो र केही मात्रामा केही कोसिस गरेर बनाइदिने प्रयास गरिरहेको छु र गाउने प्रयास गरिरहेको छु सबै यो समयले यहाँसम्म ल्याइसक्यो यो पनि हो स्वीकार्नुपर्छ किनकि मैले गरेको सिर्जना मात्रै राम्रो छन् म राम्रो गाएको मैले त राम्रो गरिरहेको छु भन्यो भने त मान्छे घमण्डी भइहाल्यो होइन पछारिहाल्छ के भाकाहरू किन भन्दा हामी त्यही गाउँमा जन्मिया हो त्यही गाउँमा हुर्किया हो त्यही परिसर हुर्काइदिया हो र तीज विशेष गरी नारी दिदीबहिनीसँग सम्बन्धित चाड पनि हो यो र रतौली पनि त्यही उहाँहरूसँग सम्बन्धित हो त्यसले गर्दा तिनै भाका जोड्दाखेरि कहीँ ठोकिएका हुनसक्छन् र ठोकिएका पनि छन् त्यसलाई चाहिँ नि मैले मात्रै पनि नभनौँ धेरैले त्यसलाई अनुसरण गर्नु भएको छ होइन मैले गीत पनि मैले टिपिकल तीज गीत गाएँ भन्दिनँ मैले कति गीत गाएको पनि छु कुनै गीत चाहिँ रतौलीसँग ठोकिया पनि हुनसक्छन् त्यो पनि के छ भने त्यो दुईटै कुराहरू चाहिँ नारीसँग सम्बन्धित भएर उहाँलाई नै फोकसर बनाउँदाखेरि ठोकिएको मात्रै हो म त अहिले पनि भने योपालि तीजमा 14 गीत बनाएको छु मैले सकेसम्म बहिनीहरूले सिङ्गल गाइदिए हुन्थ्यो भन्ने मेरो चाहना हो होइन मलाई गाउँ भन्ने मेरो बाबु म गाउनु भयो हुन्थ्यो भन्ने चाहिँ अब अलिकति हराइस किन धेरै वर्ष 10-12 वर्ष भइसक्यो अब चाहिँ मैले कम पनि गर्नुपर्छ भने अरू भाइ बहिनी आउनुपर्छ बहिनीहरू आउनुपर्छ वास्तव तीज गीत हराएकी भन्ने हिसाबले म त कमै गर्छु भन्छु योपालि पनि दिदीबहिनीकै चाहनाले गर्दा मैले 14 गीत बनाएको होइन उहाँहरूले दिदीबहिनीसँग गाएको छु मैले एक्लै पनि उफ्रिएको छु रूपन्त तर त्यसमा पनि मैले केही न केही सन्देश सम्प्रेषण गरेको छु हरेक गीतमा मैले किन व्यङ्ग्य गरेको छु र व्यङ्ग्य सँगसँगै सन्देश दिने प्रयास गरेको छु मैले पहिला हेर्दा पनि दिदीहरूले तीजा गीत गाउँदा पनि नारीका व्यथा भए पनि कहिले श्रीमानले यसो गरेका कहिले गाउँको केटी सहरमा परेर चाहिँ एउटा चाहिँ कुकर बज्दा नि तर्सिया कुराहरू धेरै कुराहरू अझ चाहिँ हुन्छ नि कहिले चाहिँ अलिकति महिला हिंसा कुराहरू त्यसभित्र पनि आउँथे अहिले पनि सायद कोमल दिदीसँग गाएको गीत होस् मैले त्यहाँ दिदीलाई चाहिँ त्यसै राम्रो काम गर्नुपर्छ दिदी भनेको छु महिला सशक्ति गर्ने कुरा गरिदिएको छु होइन अब चाहिँ मेयरको पोइ भन्यो भने मैले किन मेयर भइसकेपछि घर परिवारबाट चाहिँ अलिकति एउटा आर्थिक दुरुपयोग गर्नले प्रोत्साहित गर्ने चलन छ हाम्रो त्यसलाई व्यङ्ग्य गरिदिएको छु मैले त्यहाँ एउटा भविष्यवाणी भन्ने गीत बनाएको छु मैले होइन अहिले यो चाहिँ मेन नानीसित सम्झेको किन यो भविष्यवाणी हेर्ने कुराहरूप्रति मलाई विश्वास छैन होइन त्यसलाई पनि व्यङ्ग्य गरिदिएको छु मैले मेरा गीत अब जुनासिरीसम्म चाहिँ सबैले भन्छन् माइतीहरूले मैले भन्छु के अरे माइती भन्छन् किन आइतीहरूले भने वास्तविक तीज गीत पनि गाइदिएको छु र वास्तविक तीज गीतलाई हेर्ने श्रोता दर्शकहरू अलिकति कम भएको पाउँछु किनकि मैले 14 गीत सिर्जना गर्दा नि यो गीत राम्रो बनाएँ कि भन्ने सोच जुनमा हुन्छ त्यो गीत चाहिँ कम चल्या हुन्छ त्यही छ दर्शकलाई मैले केही भन्न मिल्दैन किनकि उहाँले माया गरेर मलाई कलाकार बनाइदिनु भएको छ गायक बनाइदिनु भएको छ अब सञ्चारको साथीहरूले पनि तपाईँहरूले पनि विशेष गरी वास्तविक गीत छैन भने जसले लोकसङ्गीतलाई प्रयोग गरेको छ लोकसङ्गीतलाई अझ नराम्रो गरेको छ भने सायद म किन नहुँ होइन त्यस्ता गीतलाई प्रोत्साहित गरिदिनु भएन त्यस्ता गीतलाई चाहिँ मिडियामा कुरै नगरिदिने कि नराम्रो गीतलाई चाहिँ हामीले फलाना नराम्रो गीत हामीले लेख्यो अर्काले हेर्छ फेरि चासो गरेन भने छोडिदिए यस्तो गाचेट भनेर छोडिदियो भने त्यो पैसा हराउँछ त्यो ढोके हुन्छ हाम्रो किन त्यही सानो कुरालाई यो फलाना यस्तो गर भन्नु अर्को ट्याग क्लिक गरेर अर्को हेरौँ युट्युबमा भेट्नु त्यसकै बढी मान्छे त्यही चल्यो नयाँ पुस्ताले के हुँदो रहेछ भने यस्तो गरेर चलिँदो रहेछ नि अहिले मलाई कति गीत बनाउँदा सहित दाइ यस्तो खालको गीत बनाइदिनु मिल्छ भने म्यासेज फोन गरेर आउनुहुन्छ मैले चाहिँ म सक्दिनँ यतिसम्म मैले चाहिँ गरेर गएर चाहिँ मेरो स्ट्याटस चाहिँ धान्न सक्ने खालको गीत बनाउँछु मैले भनेको छु र त्यही कोसिस गरिरहेको छु अहिले त राम्रै छ यो छ चल्या छ किन पेसा सस्टेनेबल त छैन यसलाई दिगो बनाइरहने हो अग्रज कलाकारहरू पनि राम्रो गरिरहनु भएको छ नारायण दालतिर गीत गाउनु पछि फिल्म बनाएर पनि चलाउनु भयो वास्तविक लोकसङ्गीतसँगै सम्बन्धित रहेर गर्ने कलाकारले अग्रज पनि गरिरहनु भएको छ कति चाहिँ के ले अलिकति थकाइ मार्नु भएको जस्तो लाग्छ कोही थकाइ मार्नु भएको छ र आफ्नो अर्कै लाइन हुनुहुन्छ कतिजना चाहिँ
थकाइ मार्नु भएको छ आफू गर्नुहुन्न अन्त अहिलेको नयाँ पुस्ताले बिगाएर भन्ने पनि एउटा वर्ग छ अग्रजको पनि होइन। त्यसले गर्दाखेरि के छ भने बेला थिएन, त्यो बेलामा गाह्रो थियो, त्यो त्यस्तो गाह्रो समय पनि लोकसङ्गीत धान दिनुभयो, उहाँहरूप्रति हामीले एकदम सम्मान गर्न पर्दछ। र अबको पालि पनि अझै पनि हिम्मत नआएर चाहिँ अझै पनि आइदिइराख्यो हुन्छ जस्तो लाग्छ मलाई, किन अझै पनि मलाई अग्रज गीत सुन्न मन लाग्छ। मलाई अहिले पनि म घरमा बसेँ भने पुरानो गीत सुन्न सुतिरहेको हुन्छु, तिनै गीतसँग रमाइरहेको हुन्छु होइन, किनकि साह्रै गीतै गाउन नसक्ने खालको अग्रजहरू भइसक्नु भएको छैन, किन सबैका स्वर त्यस्तै राम्रा छन्, त्यस्तै आवाज छन्, तिनै सिर्जना हुन्। उहाँहरूले अझै एउटा के छ भने अब चाहिँ नि हामीलाई पनि नयाँ पुस्तालाई चाहिँ अनुशासित मर्यादित बनाउनु लागि अग्रजका लागि गीत गाउनुपर्छ, अब यस्ता गीत गा तिमीले भनेर सिकाउनुपर्छ हामीलाई, किनकि हाम्रो भनेर मात्रै होइन कि देखाएर यी गीतहरू गाइदिनु पऱ्यो, यस्ता गीत गाउनु पऱ्यो त हेर हाम्रा एक दुईवटा गीत तिनीहरू पनि गाएर भनेर गाइदिनुपर्छ जस्तो लाग्छ। अब समय कहाँदेखि कहाँ पुगिसक्यो होइन। म आज अवार्ड मागिनँ भने मलाई मेरो श्रीमतीले दिएर आइन भने स्वयं म खराब हुन्छु होइन। अब जमाना कहाँ पुगिसक्यो नि त, धेरै कुराका अहिले चाहिँ नि महिलाहरू धेरै माथि पुगिसके, राष्ट्रपति हाम्रो महिला छन्, सभामुख महिला हुनुहुन्छ होइन, सबैजना त्यो महिला हुनुहुन्छ सरी आए। त्यति यस्तो देशमा चाहिँ नि यो श्रीमानले लुकायो, यसो गर्यो उसो गर्यो भन्ने चाहिँ त मलाई पटक्कै विश्वास छैन होइन। किन अर्को परिवार कुरा हामी बोल्न पनि मिल्दैन। तर म चाहिँ नि अब चाहिँ हामी घर छोडेर हिँड्न सक्ने खालका हामी हुन सकेनौँ भने, मेरो श्रीमती हुन सकिनँ भने, मलाई चाहिँ मेरो श्रीमतीले माइज नजा भनेर चाहिँ तरल किन नजा भनेर जान सकिनँ भने तिनको कमजोरी हो, त्यसले त बानी सुधार्नुपर्छ। र चाहिँ हामी पनि केही छौँ, हामीसँग दम छ, हामी कलाकार के अरे हामी महिलाहरू पनि केहीमा कम छैन भन्ने हिसाबले मेरो श्रीमती आउनुपर्छ। अब अरूका कुरा छोडिदिउँ होइन। यो सुरत खाँ बोल्नुहुन्छ, यसमा चाहिँ नि हामी बोल्न मिल्दैन। मैले धेरै गीत गाएको पनि छैन, बहिनीसँग 2टा गीत गाएको छु। स्वर्गीय धनी हुन्छ, मिठो आवाज छ होइन। अब चाहिँ धेरै वर्ष भेट पनि भएको छैन। अब म आफै पनि व्यस्त छु, भ्याउँदिनँ म पनि होइन। तर अरू कुरा चाहिँ जति जुन बजारमा हल्ला छ नि, त्यो हल्ला त यो हल्लै हो, यो चाहिँ यो अनावश्यक हल्ला फेरि। किनकि अब चाहिँ नि कसैले लुकाएर लुक्ने, कसैले चाहिँ 18मा ठिनी, कसैले चुक्की लगाएर भित्र पर्ने भन्ने कुरा जुन छ नि चाहिँ यो अनावश्यक अफवाह नफाले हुन्छ जस्तो लाग्छ मलाई चाहिँ। यी सबै हल्ला हो जस्तो लाग्छ मलाई चाहिँ। अब म यसमा पनि खासै बोल्न चाहिनँ, किनकि हामी मैले भनेको छु हामीले आफ्नो स्ट्याटस आफू जोगाउने हो होइन। यो कलाकारिता यति गाह्रो छ कि अब मैले यति सानो गल्ती गरेँ भने म भग्रेङ लड्छु होइन। त्यो त भइसक्यो, हाम्रो व्यक्तिगत जीवनै हुनु छोडिसक्यो जस्तो लाग्छ मलाई। किन म त्यही भने म घरबाट बाहिर निस्किँदैन, म घरमा बस्छु, यस्तो कार्यमा आउँछु, म भागी पनि हाल्छु होइन। त्यसले गर्दा चाहिँ नि कति चाहिँ नि गल्ती गरेकोलाई पनि गल्ती गरेकोले त गल्ती गरेँ भन्नुपर्छ, जसले मैले गरेँ पनि होइन। र बिना गल्ती चाहिँ नि अनावश्यक अफवाह पनि फैलाइने चलन छ आजभोलि, त्यो पनि रोकिनुपर्छ, यति हो। अब गीत त कति के गाउनु, तै पनि सबैले माया गर्नुभएको छ। हे मेरो माया बसेको ठाउँमा बत्ती बालै पर्दैन त्यो गाउँमा। सबैले माया गरिदिनु भएको छ, गायक बनाइदिनु भएको छ, यहाँसम्म ल्याइदिनु भएको छ होइन। सबैप्रति आभार छु। सधैँ माया गर्नु होला, आशीर्वाद दिइरहनु होला र राम्रा गीतलाई माया गर्नु होला। नराम्रो गीत छन् भने मलाई पनि बेसरी गाली गर्दा पनि हुन्छ, म सहन्छु, किनकि गल्ती गरेको कुरो सहनुपर्छ र कहिलेकाहीँ सही पनि रहेको छु भएको भएदेखि। सकेसम्म राम्रो गर्ने प्रयास गरिरहेको छु। र लोकसङ्गीत एउटा सानो साँगुरो घेराभित्र भइरहँदाखेरिमा यसलाई अलिकति फराकिलो बनाउनुपर्छ, वाइड बनाउनुपर्छ। भर्खरका भाइ बहिनीले पनि लोकगीत सुन्नुपर्छ, हाम्रा ज्येष्ठ नागरिक मेरो बुवा हजुरआमाले पनि लोकगीत सुन्नुपर्छ, हरेक वर्गले लोकगीत सुन्नुपर्छ भन्ने हिसाबले हरेक वर्गसँग सम्बन्धित गीत बनाइरहँदा भर्खर टिनेजरलाई बनाउँदा चाहिँ बुढाबुढीलाई मन नपर्ने, उहाँलाई भन्दा यता मन नपर्ने हुन पनि सक्छ। मैले सकेसम्म सबैले बनाउने सुन्ने खालको गीत बनाउने कोसिस पनि गरिरहेको छु। अब यहाँहरूको माया पाइराख्यो भने सधैँ गाइरहनेछु, हँसाइरहन्छु, नाचिरहन्छु। जिन्दगी धेरै छ नि, हाँसिरहनुपर्छ, नाचिरहनुपर्छ। अब विशेष सब्सक्राइब गर्नु होला होइन, एकदम माया गर्नु भएको छ। अब त्यही हो, सबैले माया गर्नु होला। उहाँको कार्यक्रम विभिन्न कार्यक्रम आइरहेको दिनु होला, यही भन्न चाहन्छु। अब गीत त कति के गाउनु, तै पनि सबैले माया गर्नुभएको छ। हे मेरो माया बसेको ठाउँमा बत्ती बालै पर्दैन त्यो गाउँमा। सबैले माया गरिदिनु भएको छ, गायक बनाइदिनु भएको छ, यहाँसम्म ल्याइदिनु भएको छ होइन। सबैप्रति आभार छु। सधैँ माया गर्नु होला, आशीर्वाद दिइरहनु होला र राम्रा गीतलाई माया गर्नु होला। नराम्रो गीत छन् भने मलाई पनि बेसरी गाली गर्दा पनि हुन्छ, म सहन्छु, किनकि गल्ती गरेको कुरो सहनुपर्छ र कहिलेकाहीँ सही पनि रहेको छु भएको भएदेखि। सकेसम्म राम्रो गर्ने प्रयास गरिरहेको छु। र लोकसङ्गीत एउटा सानो साँगुरो घेराभित्र भइरहँदाखेरिमा यसलाई अलिकति फराकिलो बनाउनुपर्छ, वाइड बनाउनुपर्छ। भर्खरका भाइ बहिनीले पनि लोकगीत सुन्नुपर्छ, हाम्रा ज्येष्ठ नागरिक मेरो बुवा हजुरआमाले पनि लोकगीत सुन्नुपर्छ, हरेक वर्गले लोकगीत सुन्नुपर्छ भन्ने हिसाबले हरेक वर्गसँग सम्बन्धित गीत बनाइरहँदा भर्खर टिनेजरलाई बनाउँदा चाहिँ बुढाबुढीलाई मन नपर्ने, उहाँलाई भन्दा यता मन नपर्ने हुन पनि सक्छ। मैले सकेसम्म सबैले बनाउने सुन्ने खालको गीत बनाउने कोसिस पनि गरिरहेको छु। अब यहाँहरूको माया पाइराख्यो भने सधैँ गाइरहनेछु, हँसाइरहन्छु, नाचिरहन्छु। जिन्दगी धेरै छ नि, हाँसिरहनुपर्छ, नाचिरहनुपर्छ। अब विशेष सब्सक्राइब गर्नु होला होइन,
एकदम माया गरिरहनु भएको छ। अब त्यही हो, सबैले माया गर्नु होला, उहाँको कार्यक्रम विभिन्न कार्यक्रम आइरहेको दिनु होला, यही भन्न चाहन्छु।